हाई एभ्रिवान, आज हामी जाँदैछौँ बद्रीनारायण धाम। बद्रीनारायण धाम जानको लागि मेरो बहिनी र मेरो ज्वाइँ बिहानै तयार भएको थियो र मौसम पनि राम्रो थियो, चिसो चिसो मौसम। एक त यताको इन्भाइरोमेन्ट नै चिसो छ हैन। अनि हामी गयौँ। यो बाटो चाहिँ सीतापाइलादेखि धार्के जानेतिर पर्छ, लगभग स्विजरल्यान्ड पार्क जानेतिर। स्विजरल्यान्ड पार्क नै जानु पर्दैन, स्विजरल्यान्ड पार्क पछि केही मोड लिएपछि चाहिँ यस्तो बाटो आउँछ है। यो त बन्दै गरेको, माथिल्लो बाटो चाहिँ धार्के जाने छ भने यो बाटो यस्तै गड्याङगुडुङ बाटो छ, अलिकति बाटो यस्तै बाटो छ। यहाँदेखि मन्दिरको गेटसम्म नै गेगरेटाहरू बिछाइएको छ। कुनै कुनै ठाउँमा पिच छ भने कुनै ठाउँमा छैन। जाँदाखेरि अलिकति विचारले पुऱ्याउनुपर्छ। त्यसपछि हामी गयौँ, मन्दिरमा पुग्यौँ। मन्दिर गएर त्यहाँ हेर्दाखेरि त वाउ, काठमाडौँको सिनहरू त कस्तो राम्रो देखिने रहेछ कि। अनि त्यसपछि मन्दिर त कुरै नगरौँ, भर्खरै बन्दै गरेको भएर होला चहल पहल अलि कम छ। यो चाहिँ धेरै अगाडि नारायण पोखरेल समथिङ के लेखेको थियो है, सरी मैले त्यति राम्रोसँग याद गरिनँ। जे होस्, यो धेरै भएको छैन यसको प्राण प्रतिष्ठान गरेको चाहिँ। मिल्छ भने हजुरहरू पनि जानु होला, हामीलाई राम्रो लाग्यो, हजुरहरूलाई पनि अवश्य मनपर्ने छ। यहाँबाट काठमाडौँको भ्यूहरू कति राम्रो देखिने। अनि यो डाँडामा त पुरा चियाबारीमा गयो जस्तो देखिने कि, राम्रो छ। हजुरहरू पनि जानु होला। थ्याङ्क यू फर